मिनासान कन्निचिवा नमस्ते मेरो नाम राजेश श्रेष्ठ पद्मा कन्सल्टेन्सीमा तपाईहरु सबैलाई स्वागत छ म फेरि पनि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु तपाईहरुको लागि धेरैजनाले जेएफटी मोक टेस्ट 1 देखि नै कन्टिन्यू जाओस् न सेन्सै भनिरहनु भएको थियो तपाईहरुले भन्ने र मैले नगर्ने त हुनै सक्दैन नि हैन अलिकति लेट होला तर म तपाईहरुको लागि केही समय निकालेर अपलोड गरि नै राखेको छु किन भन्दा तपाईहरुले यति धेरै माया दिइरहनु भएको छ कमेन्टहरु यति धेरै आइराखेको छ त्यही भएर तपाईहरुको कमेन्टले गर्दा नि मलाई पनि एउटा केही समय छुटाउन मन लागि नै हाल्छ हैन अब आज चाहिँ हामी के गर्ने भन्नुहुन्छ भने आज हामीले लेसन 4 सँग रिलेटेड केही मोक टेस्टहरुको सँग बन्ने क्वेशनहरु लिएर आएको छु म चाहिँ पनि भनिरहेको छु तपाईहरु एकदमै एन्फो लेभल पढिसक्नु भएको छ र उहाँहरुले हेर्ने भने यो इजी हुन्छ तर हामीले बेसिक देखि नै स्ट्रङ गरियो भने चाहिँ यो एकदमै बेस्ट हुन्छ के त्यही भएर चाहिँ यो मैले अझै पनि भनिरहेको छु बेसिक लेभलहरुको लागि हो है फेरि तपाईहरु उहाँ एन्फो लेभल सकिसक्नु भएको छ नि यति सजिलो भनेर भन्नु भन्दा पनि तपाईहरु यो लेसन जुन म गरिरहेको छु यो 4 लेसनको आज गरिरहेको छु नि हैन म त्यो 4 लेसनको त्यो तरिकाले तपाईले पढ्न पाउनु भयो कि भएन त हो त्यो कुरा हो क्या बुझ्नुभयो नि त्यो कुरा चाहिँ हो एन्फो पढिसकेर यो त हाम्रो सबै गराइसकेको हुन्छ त्यतिन्जेलसम्म त सबैलाई सजिलो लागिसकेको हुन्छ है ल अब ढिलो नगरिकन हामी के गर्छौं त सिधै मोक टेस्ट तर्फ जान्छौं खान्जी कतिको प्र्याक्टिस गर्नु भएको छ तपाईलाई यदि खान्जी पनि एक्स्ट्रा सेन्स खान्जीको पनि एक्स्ट्रा भिडियो बनाइदिनुस् न भन्नुहुन्छ भने ओके त्यो पनि हामी रेडी गर्नेछौं ल सबैभन्दा सुरुमा मैले इन्टरफेसहरु खोलेर रेडी गरिसकेको छु यो हाम्रो यस्तो इन्टरफेस खोल्छ एक्जाम दिने बेलामा पनि अब यहाँ हेर्नुस् है त ल सबैभन्दा सुरुमा हाम्रो पिक्चर वाइज के कुरा आउँछ है भोकाबुलरी र स्क्रिप्टमा अब सबैभन्दा सुरुमा यसो हेर्नुस् त यहाँनिर पिक्चर के को छ यहाँ मान्छे उठिरहेको जस्तो छ अब उठ्नुलाई त हामीलाई थाहा छ हैन हामी कुन भब भन्छौं भनेर अब हेर्नुस् त सबैभन्दा सुरुमा यासुमिमास हाताराकिमास नेमास ओकिमास कुन हुन्छ भन्नुस् त यो ओकिमास हो यसरी टिक लगाइदिने है तपाईहरुले के बुझ्नु पर्यो भने जो खान्जीलाई चाहिँ एकदमै तपाईले जान्नु पर्ने हुन्छ खान्जी आएन भने चाहिँ तपाईहरु फेरि यो गर्न सक्नुहुन्न है त हामीले चाहिँ अगाडि नै खान्जीहरु पनि गराउँदै गएको हुन्छ त्यही भएर चाहिँ उहाँहरुले सबै प्र्याक्टिस गरिसकेको हुन्छ है यो भन्दा बास्ट हामीले गराइरा हुन्छ नेक्स्ट हेर्नु 2 नम्बरमा हाम्रो यो बैंकको खान्जी छ बैंक है त बैंकलाई हामी के भन्छौं त गिन्को भन्छौं हैन त अब कुन हो त यो हेर्नुस् त गिन्को कुन हो यो 1 हो कि 2 3 4 कुन हो त लु भन्नुस् त जस्तै यो खाइसाको खान्जी हो यो भनेको जिमुस्यो यो भनेको चाहिँ क्योसिचु र यो भनेको गिन्को हो यसरी लगाउनु पर्यो बुझ्नु भयो नि जति सक्दो खान्जीलाई पानी बनाउनु सुरुदेखि कतिपयको बानी कस्तो हुन्छ भने कतिपय पढ्ने ठाउँहरुमा खान्जीलाई चाहिँ एकदमै लास्टमा गर्ने सुरुमा बुकलाई अगाडि बढाउँ ग्रामटिकल कुरालाई अगाडि बढाउँ भन्नुभयो भने त्यतिबेला हाम्रो खान्जी कमजोर भइसकेको हुन्छ बुझ्नुभयो नि किनकि एकैचोटी भार पर्दिन्छ त्यही भएर सुरुदेखि बरु मेहनत गर्दै जाने मजाले टाइम दिने है त जस्तै यो हेर्नुस् त यसो हेर्दाखेरि के गरे जस्तो छ यहाँनिर खान्जी चाहिँ हाम्रो यासुमिमास छ ओकिमास छ नेमास छ र लास्टको बेन्क्योसिमास छ अब यसो हेर्ने हो भने त यो त पढिरहेको जस्तो छ नि त त्यही भएर यसलाई के गर्ने त बेन्क्योसिमासमा लगाइदिने नेक्स्ट योनबानको हेर्नुस् त के गरिरहेछ यहाँनिर यसो पिक्चर हेर्दा त सुतेको जस्तो छ हैन अब अप्सन हेरौँ है त हाताराकिमास यासुमिमास नेमास ओकिमास है के हो त नेमास नेक्स्ट हेरौँ ल नेक्स्ट 5 नम्बरमा के छ त हेर्नुस् त गोबानमा हाम्रो यो पिक्चर अलिकति लामो रहेछ ल हेर्नु के गरिरहेछ हेर्नु त यो एउटा पुस्तकालय जस्तो पनि देखिरहेछ लाइब्रेरी जस्तो पनि छ यहाँ पढिरहेको छ है त्यसो हेरौँ न त खान्जी के को छ जस्तै हेर्नुस् त हेरौँ खान्जीहरु है त फर्स्टमा लास्ट फर्स्टकै देखि स्टार्ट गरौँ गिन्को छ यो तोस्यो खानको खान्जी बिजुचु खानको खान्जी र लास्टको हाम्रो क्योसिचुको छ त्यसपछि यसमा कुन मिल्यो त 1 होइन 4 होइन 3 होइन त्यसपछि हाम्रो के हो त दोस्रो तोस्यो खान र हामीले पिक्चर बेसको यही तरिकाले हामीले गर्नुपर्ने हुन्छ है त बुझ्नुभयो नि अनि यो गरिराखेको छौं तपाईले चाहिँ यो खान्जीहरुलाई चाहिँ नोट गर्नु होला बुझ्नुभयो नि यो खान्जीलाई नोट गर्नु जसले गर्दाखेरि इम्पोर्टेन्ट खान्जीहरु यो रहेछ हैन सिन्स हामीलाई बेग्लै बरु खान्जी यसो लेसन वाइज पनि भइदै हुन्थ्यो भन्नुहुन्छ भने म त्यो पनि रेडी गर्दिन्छु है त ल अब नेक्स्ट हेरौँ हामीले यो पिक्चर वाइज त गर्यौं अब हाम्रो नेक्स्ट के छ त भन्दाखेरि हाम्रो ग्रामटिकल कुरा आउँछ ल सबभन्दा सुरुमा हेरौँ ग्रामरदेखि नै जाउँ यहाँ के गरिरहेछ भन्दाखेरि मायासा शिचिजी ड्यास काकोए इकिमास भनौँ है हामीले के भनेको थियौं भने फोर्लेसनमा पढ्दाखेरि फिक्स टाइमको पछाडी यदि मास फर्म छ भने हामीले नि पार्टिकल लगाउनु पर्छ भनेर पढेका थियौं जस्तै 7 बजे भनेको छ त्यही भएर यसको के हुन्छ त हाम्रो
नि पार्टिकल लाग्छ किनकि वो पार्टिकल गा पार्टिकल र दे पार्टिकल यसमा सुइटेबल हुँदैन त्यही भएर फिक्स टाइमको पछाडि हाम्रो सधैँ के लाग्छ नि पार्टिकल लाग्छ तर पछाडि हाम्रो मास फर्म हुनुपर्छ बुझ्नुभयो नि अब 7औं नम्बरमा के छ भन्दाखेरि यहाँ हेरौँ है त वातासी वा है वातासी वा किनो बेन यो बेन्क्यो सिमासको खान्जी हो क्या बेन्क्यो मात्र आएको छ अब के हुन्छ हाम्रो जस्तो किनौ भनिसकेपछि हामीले के भनेको थियौँ भने यदि प्रेजेन्ट छ भने हामीले भबलाई पनि प्रेजेन्टमा लानुपर्छ अनि पास्ट छ भने हामीले भबलाई पनि पास्टमा लानुपर्छ भनेको थियौँ त्यही भएर बेन्क्यो के हुन्छ त सिमास्ता हुन्छ नेक्स्ट हेर्नु त 8 नम्बरमा चिबानमा के भनिरहेछ त आसाते वा नान्योबी डेस्का भनेको छ अब आसाते भनेपछि पर्सि भयो मैले यहाँ सारेको टिक लागिहालेछ होइन त आसाते वा नान्योबी डेस्का हो यसरी हामीले लगाउन सक्छौँ 9 नम्बरको हेर्नुहोस् है त सबैजनाले ध्यान दिनु एले के भनिरहेछ 9 नम्बरमा हेर्नुहोस् त नान्जी नि नेमास्का है कति बजे सुत्नुहुन्छ भनेको छ अब ठ्याक्कै ड्यास दिएको छ अनि नेमास भनेको छ हामीलाई टाइमको बारेमा सोधिसकेपछि हेर्नु त 11 बजे है जिउ इची जिनी भन्छ कि जिउ इची जी वो हुन्छ कि जिउ इची जी गा हुन्छ कि जिउ इची जी दे हुन्छ अब हामीले यो दे गा वो भन्ने पार्टिकलहरू सिकेका छैन र हामीले के भनेको थियौँ भने फिक्स टाइमको सब पछाडि जहिले मास फर्म छ भने नि पार्टिकल लाग्छ भनेको थियौँ होइन त गुड 10 नम्बरमा हेर्नु ल के भनिरहेछ आसिता सिचिजिनी ओकी ओकी उठ्छुको खान्छ होइन त त्यसको के हुन्छ त आसिता सिचिजी नि ओकी मास हुन्छ किनकि मासिता त हुँदैन मासिन देशिता पनि हुँदैन अनि मास फर्मको पछाडि कहिले पनि देश भन्ने आउँदैन ओकी देश छैन त हुन्छ त हुँदैन नि नेक्स्ट हेर्नु 11 नम्बरको है त फेरि पनि दाइगाकु वा ड्यास ओवारिमास्का भन्दैछ युनिभर्सिटी चाहिँ सकिन्छ भनौँ त्यसो के हुन्छ त नान हुन्छ कि नान्जी हुन्छ कि नानियो हुन्छ कि नान्जिनी हुन्छ त युनिभर्सिटी चाहिँ कति बजे सकिन्छ भनेपछि हामीले के भन्नु पर्यो नान्जी किन हुँदैन भन्दा नान्जी भनेको आयो भने पछाडि जहिले पनि देश आउँछ अब यहाँ मास फर्म छ त्यही भएर नान्जी नि ओवारिमास्का 12 नम्बरको हेर्नुहोस् ल यहाँ के भन्दैछ वातासिनो गाक्को वा मेरो स्कुल चाहिँ सिचिजी ड्यास हाचिजी ड्यास देश भनौँ अब हामीले के भनेको थियौँ भन्दाखेरि सिङ्गल टाइम आउँदा नान्जिनी भनेर सोधिन्छ अथवा एन्सर भन्दा पनि नि पार्टिकल लाएर गरेको हुन्छ तर डबल टाइमको कुरा आयो भने हामीले नान्जिका र नान्जी मादे भए जस्तै यसमा पनि के हो त एन्सर भन्दा सिचिजी कारा हाचिजी मादे भने चाहिँ कारा र मादे हो यसरी लगाउनुपर्छ है त 13 नम्बरमा हेर्नुहोस् त अब हाम्रो खान्जी स्टार्ट भयो तपाईँलाई म 1 2 3 4 भन्छु तपाईँहरू त्यसमा कुन हो त त्यो भन्नु होला है त ल सबैजनाले आशा नो खान्जी वा दोरे देशका बिहानको खान्जी चाहिँ कुन हो त 1 नम्बरको हो कि दोस्रो हो कि तेस्रो हो कि चौथो हो भन्नु त यत्रो भनिसक्दा तपाईँहरूले चिच्याएर भनिसक्नु पर्यो है 1 को सेन्से भनेर ल दोस्रो हेर्नु मायासा नो खान्जी वा दोरे देशका मायासाको खान्जी चाहिँ कुन हो त 1 हो कि 2 हो कि 3 हो कि 4 हो त माई आशा भनेको छ माई आशाको तेस्रो गुड हो यसरी भन्नु पर्यो नि त माई आशा होइन त नेक्स्ट हेर्नु किनो भनेको छ किनो नो खान्जी वा दोरे देशका ल हेर्नु त 1 नम्बरको हो कि तपाईँले भनिसक्ने 2 नम्बरको हो कि 3 नम्बरको हो कि 4 नम्बरको हो त कुन अरे किनो भनेको छ गुड हो दोस्रो नम्बरको खान्जी एकदम राम्रो नेक्स्ट हेर्नु 16 नम्बरमा आशिता नो खान्जी वा दोरे देशका आशिता भने चाहिँ 1 को हो कि 2 को हो कि 3 को हो कि 4 को हो त 4 को यो त केको खान्जी हो त्यसो आशिता भनेको यो माथिको होइन त ल नेक्स्ट हेरौँ फेरि पनि हाम्रो 17 नम्बरमा गोजेन हामीले गोजेन र गोगो भनेर पढेका थियौँ नि होइन गोजेन भनेको एम गोगो भनेको पिएम भनेर पढेको थियौँ अब गोजेन नो खान्जी वा दोरे देशका हेर्नु त कुन हो त 1 को हो कि 2 को हो कि 3 को हो कि 4 को हो त हो 1 को गुड 1 को होइन त ल नेक्स्ट हेरौँ गोगो आयो 18 गोगो नो खान्जी वा दोरे देशका हेर्नु त गोगोको खान्जी कुन हो त 1 को हो कि 2 को हो कि 3 को हो कि 4 को हो गोगोको खान्जी हो होइन त पिएम भनेको 19 नम्बरमा हेर्नु ल यसले के भन्नु माइबान नो खान्जी वा दोरे देशका प्रत्येक बेलुकाको खान्जी चाहिँ कुन हो त जस्तै 1 नम्बरको हो कि 2 नम्बरको हो कि 3 नम्बरको हो कि 4 नम्बरको हो त यसको करेक्ट एन्सर भनेको माइबान भनेको छ
त्यही भएर माइबान भनेको दोस्रो नम्बरको होइन त ल यो तपाईँहरूले एकदमै खाँची राम्रो तरिकाले भनिसक्नुभयो अब हेरौँ हाम्रो 20 नम्बरको अब मैले तपाईँहरूलाई चाहिँ भर्सक खाइबाहरूलाई चाहिँ प्रत्येक लेसन वाइज नै गराइराखेको छु पछिको दिनमा चाहिँ हाम्रो अलिकति लेभल अप हुँदै गएपछि अझ भास्ट क्वेसनहरू यति राम्रो राम्रो क्वेसनहरू छ टफ क्वेसनहरू पनि आउँदै जानेछ त्यही भएर तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई लाइक सब्सक्राइब मन परेको छ भने चाहिँ फलोहरू गर्न नबिर्सिनु होला है त ल अनि जति अहिले पनि भनिरहेको छु यदि तपाईँहरू क्लासेसहरू लिन चाहनुहुन्छ भने हाम्रो 4 बजेदेखि 10 बजे रातिसम्म पहिला 11 बजे थियो अहिले चाहिँ घटाएर हामीले 10 बजेसम्म बनाएको छौँ यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने 4 बजेदेखि 10 बजेसम्मको क्लासमा 1 घन्टाको क्लास हुन्छ तपाईँले मजाले जुनसुकै क्लास पनि तपाईँलाई कुन टाइम सुइटेबल हुन्छ त त्यही अनुसार लेसन वाइज गएको हुन्छ तपाईँले मजाले हामीलाई कन्ट्याक्ट गरेर सोध्न सक्नुहुन्छ बुझ्न सक्नुहुन्छ नेपालको लागि मात्र नभएर नेपालदेखि बाहिर विदेशहरूदेखि पनि तपाईँले मजाले अनलाइन क्लास लिन चाहनुहुन्छ सक्नुहुन्छ है त यदि तपाईँको टाइम सुइटेबल छ भने नेक्स्ट हेरौँ 20मा खाइवाको कुरा आयो के भन्दैछ मिराले सुमिमासेन आसुकानो देनवा बान्गो वा नानबान देश का भन लाजा एन्सरै भनी पठाइ क्या हो सुमिमासेन आसुकानो देनवा बान्गो वा ड्यास देश का भन साथोले के भन्नु आसुका देशका आसुका भन्नु भएको हो जहिले पनि फोन नम्बर रुम नम्बर भन्दा के कुरा भन्ने भनेको थिएँ गो नि नाना गो नो नि नाना नि गो देश भनौँ मिराले के भन्दैछ दोमो आरिगातो गोजाइमास थ्याङ्क यू सो मच भनौँ अनि मिसेनो हितोले के भन्नु हाई आसुका देश फोन नम्बर पाएपछि गर्नु पर्यो नि त अनि मिराले के भन्नु सुमिमासेन सोचिरावा नान्जिमा देशका चिउजीमा देश 10 बजेसम्म हो भनेपछि अब हेर्नु यहाँ हामीलाई माथि नै सोध्ने कुरा भनिदिइसकेपछि यो त सट्ट दिएको मात्र छ देनवा बाङ्गो वा फोन नम्बर चाहिँ अब के हुन्छ त नान्जी हुन्छ कि कति बजे नानबान हुन्छ कि कति नम्बर नानयोबी भनेको के बार र नान्निची भनेको कति गते त्यसमा कुन हुन्छ त्यसको हाम्रो नानबान हुन्छ होइन त हामीले किनकि कति नम्बर भन्नु पर्यो नि त नानबान हुन्छ अब हेरौँ है त यसको सब्मिट गरौँ कति आउँदो रहेछ हामीले त्यही अनुसार गर्न सकिन्छ हेर्न सकिन्छ जस्तै यसो गरिसकेपछि हाम्रो भ्यू स्कोर आउँछ यो भ्यू स्कोरमा क्लिक गर्नुभयो भने तपाईँले कति नम्बर स्कोर गर्नुभयो त त्यो कुरा पनि तपाईँलाई मजाले देखाइदिन्छ जस्तै हेर्नु त हामीले 100मा 100 ल्याएको रहेछौँ हो यो तरिकाले तपाईँहरू मजाले मोक टेस्टहरू सुरुदेखि N5 लेभलको प्रत्येक लेसनद्वारा नै तपाईँहरू गर्न सक्नुहुन्छ त्यही भएर इच्छुक हुनुहुन्छ भने अनलाइन क्लास लिन चाहनुहुन्छ भने देश तथा विदेश जुनसुकै ठाउँबाट पनि तपाईँले जोइन गर्न सक्नुहुन्छ भने फिजिकल लिन चाहनुहुन्छ भने हाम्रो चाहिँ दमकमै नियर टु आकाशे पुलमै छ होइन तपाईँले त्यहाँनिर आएर मजाले हामीलाई कल गरेर तपाईँ जोइन गर्न सक्नुहुन्छ है त र ठिकै छ आजको भिडियो तपाईँलाई कस्तो लागेको छ यदि त आजको भिडियो तपाईँलाई एकदमै राम्रो लागेको छ हेल्पफुल भएको छ भने कमेन्ट चाहिँ यति धेरै गरिदिनुहोस् तपाईँहरूले जति धेरै कमेन्ट गर्नुहुन्छ अनि मात्र म भिडियो अपलोड गर्नेछु है त नत्र अपलोड गर्दिनँ है त हुन्छ ल आज यति गरौँ आज यति भन्दै ल मिनासामा साइनारा मताइमास्यो साइनारा मिनासामा